ये तो हार्ले का है तो बनाया मॉडिफाई तो नहीं व्हाट अ व्यू यार। अलराइट गाइज नेक्स्ट डे र फेरि पनि स्वागत छ हाम्रो नयाँ सानो भिडियोमा। सो आजको दिन चाहिँ हामीले घर फर्किनु हुन्छ। सो अब हामी चाहिँ हिजो चाहिँ बिहानै अर्ली मर्निङ ब्रेकफास्ट कम्प्लिट गरेर फर्क्यौँ भने सोचेको त बट बिहानदेखि पानी परेको जे होस् हिजोको दिन लाइक ब्लगको अगाडि तपाईँ हेर्नुभयो मजाले हामीले दार्जिलिङ घुम्यौँ, रातभरि इन्जोय पनि गऱ्यौँ। त्यस्तो पानीझरी केही परेन, तर आज चाहिँ घर फर्किने बेला पानीहरू परेको थियो। सो यो हाम्रो विन्डोदेखि भ्यू चाहिँ हाम्रो दार्जिलिङ सिटीको यहाँ हेर्नुहोस् चिटिक्क परेको। अहिले म तपाईँलाई माथि पुगेर देखाउँछु। सो फिलहाल हामी गएको ब्रेकफास्ट गर्नु। सो हिजो चाहिँ हामीले लाइक जुन चाहिँ हामी होटलमा बसेको थियौँ त्यहाँ चाहिँ लाइक 5 जना थियौँ क्या। सो अलिकति अनकम्फर्टेबल भएर चाहिँ हामी चाहिँ अलग्गै अर्कै त्यही होटलको अर्को ब्रान्चमा आएर विवेकमा चाहिँ मजाले यहाँ सुत्यो क्या। क्या मजा आइदियो क्या सुत्नु है। टक्कै हाम्रो बडा चाहिँ टक्क बुकसुक गरेको छ। राति हामी लाइक 12 बजी चाहिँ चेक इन गरेको क्या। त्यो रिसेप्सनको मान्छे सबै उठिसक्यो बिचरा। एउटा हाम्रो हाउसकिपिङ एउटा भाइ थियो, उहाँलाई चाहिँ हामीलाई लिएर आयो क्या। सो त्यही हो राति 12 बजी पनि हामीले चेक इन गरेर चाहिँ अब टक्कै ब्रेकफास्ट गरेर आज फेरि निस्किनु हुन्छ। फेरि केटाहरू त्यहाँ बसिरहेछ। सो ल सो अब यही हो हेर्नु न जाडोमा यहाँ हाफ प्यान्ट जाको लगाएर बसिरहेछ। जाडो त त्यति साह्रो छैन, हुनु चाहिँ ठिकैको छ है। तपाईँलाई स्लिपर लाउनुपर्छ। स्लिपर मैले लाउनु बिर्सेछु, मगाइरहेको छु। हेरौँ अब कहिले आउँछ। खोइ यहाँ भ्यू कस्तो छ, राम्रो छ हल्का टक्कै विन्डो भ्यू। सो ल त गाइस हल्का फुल्का ब्रेकफास्ट गरौँ अनि देन फेरि आज लाग्नुपर्छ घरतिर। कतिवटा कुरामा यार यस्तो कस्तो कुराहरू ल चिटिक्क भयो न है। चेकआउट गर्दैछौँ होइन। सो हाम्रो 2 जना बसेको बेल चाहिँ आएको छ। सो एकदम दामी प्लस यहाँको भ्यू हेर्नुहोस् न, भ्यू रमाइलो भ्यूमा इन्जोय गरिरहेको हाम्रो रुममा। हल्का फोटोसुट हुँदैछ। हामी यहाँ रेडी सेट हुँदैछ होइन। सो राइडिङ गियर किनेर केटाहरूलाई हुन्छ नि लगाउनु नि, यसको लगाउनु र खोल्नु यस्तो स्ट्रगल हुन्छ नि भाइ महाभारत। यसको लागि चाहिँ तपाईँले चाहिँ यस्तो स्किनी लाउनु पर्छ अन्त आमासहरू होइन, नत्र चाहिँ यो लगाएन भने यस्तो स्टिकी हुन्छ त्यो पसिनाले गर्दाखेरि। सुरुमा त फाट्छ नि त्यहाँ कति केजी 10 किलो 12 किलो त हुन्छ नि है। सो तपाईँलाई अलिक जिम बन्नु छ होइन, अल्छी लाग्दैछ भने यस्तो लगाएर बाइक कुदाउनु अलिक भए पनि तपाईँको वेट लुज भइहाल्छ क्या। जति लगाउनुमा स्ट्रगल हुन्छ खोल्नु चाहिँ त्योभन्दा डबल हुन्छ। म त घरमा आएर मेरो बुढीले मलाई खोल्नु 4-5 किलो वेट घटिसक्यो लगाएपछि त कहाँ लिरुक्क पर्छ लिरुक्क। त्यो चाहिँ हो क्या सेफ्टी त सेफ्टी स्ट्रगल त्यहाँ बताउँछ है। मेन चाहिँ प्यान्ट हो, ज्याकेटहरू त यस्तो पर्दैन। मेन चाहिँ प्यान्ट हो, अलिक स्ट्रेस चाहिँ मान्नुपर्छ। ल अब सबजना हामी केटा फेरि सब बाँच्यो। नो कम्प्रोमाइज इन सेफ्टी होइन ब्रो। हाम्रो यहाँ चाहिँ केटा जस्तो कि R15 कुदाउँछ तर सेफ्टी चाहिँ बवाल गर्छ क्या हाम्रो यहाँ चाहिँ। नेपालमा चाहिँ फेरि 1000 चलाउँछ केटाहरू फेरि अलिकति यस्तो छ हाम्रो चाहिँ नेपालमा पाउँदैन क्या होइन त। हामीले चाहिँ इन्डियाबाटै कतिवटा लगाउने साइज मिल्दैन कि भनेर मगाउनै डर लाग्छ क्या। एउटा साइज मिल्दैन भने फर्स्टमा लाग्यो भने के गर्ने फेरि। नेपालमा चाहिँ अलिकति पैसा भए पनि तपाईँको अलिकति साइजहरू मिल्दैन अनि अथोराइज सोरुमहरू छैन क्या। इन्डियामा हेर्नु नि हाम्रो तपाईँहरूलाई चाहिन्छ भने बाइकर सबै अल चेक है। लेट्स मुभ अल सेट। अब हामी जाने सिधा कहाँ अरे सिमाना मिरिक। ल त गाइस अब फिलहाल हामी घर लागेको। सो घर फर्किँदा चाहिँ अब 6 जना छौँ। आउँदा चाहिँ हामी कति 8 जना जस्तो थियौँ। सो 1 2 3 4 5 6वटा बाइक सबैको एक एकवटा। सो हाम्रो अलिसाले 390, म हार्ले, 6R हाम्रो आरजेले, अनि हाम्रो के अरे सुरजले चाहिँ हाम्रो आपाको बाइक चलाइरहनु भएको छ। अनि यहाँ हाम्रो विवेक ब्रो
सो उहाँ पनि हामीसँग मिरिक यस्तो भइजानुहुन्छ। सो आज चाहिँ हामी दार्जिलिङबाट मिरिकदेखि चाहिँ सिलगढी स्टे गर्ने। घर गएर यसो हिसाब किताब हेर्नुपर्ने छ दोकानदारीको के कसो हो भनेर चाहिँ। आज उसले चाहिँ राजकुमार भाइ चाहिँ डाइरेक्ट जाउँ न त सिक्किमै यहाँबाट भन्नुहुँदै थियो। तर मैले चाहिँ होइन आज चाहिँ एस्केप घर जानै पर्छ, हिसाब किताब हेर्नुपर्छ दोकानको के कसो हो भनेर, किनकि फर्स्ट महिना छ त। त्यसले गर्दा कसको पेमेन्टहरू, हाम्रो स्टाफको पेमेन्टहरू छ, महाजनको पेमेन्टहरू छ, सबै कुरो हेर्नुपर्ने हुन्छ। सो त्यसले गर्दाखेरि काम पनि हेर्नुपर्छ, राइड पनि गर्नुपर्छ, त्यसरी मिलाएर चल्नुपर्छ क्या हामी चाहिँ। युट्युब त भइहाल्छ, तपाईँहरूको माया सपोर्ट छ हाल्यो हाम्रोमा। सो ल है, फोन पनि आएको छ कस्टमरको यार। अब बाइक मागेर चलायो भन्दै थियो क्या, त्यही भएर त्यही कुरा गरेर आएको क्या। ए मेरो भाइ हो यार मेरो, कस्तो कुरा गरेको चल। सो यो हार्ले चाहिँ एकदमै भाइ, सो यो भिडियोलाई दार्जिलिङको राइडलाई सक्सेस गर्नुमा हाम्रो थुप्रै केटाको हात छ। जुन चाहिँ हाम्रो रिन्चेन ब्लग भयो, हाम्रो हार्ले भाइ जेम्स कोम छ, उसले हार्लेहरू दिएको छ हामीलाई होइन। सो थुप्रै मजा आउँछ बा यसरी राइड गरेर मिलेर गर्ने मजा आउँछ क्या। बुझ्नेपछि हाम्रो न्यापी ब्रोले 390 दिनुभएको छ, अनि यहाँ हाम्रो विवेक ब्रोले यसो गाइडको काम गरिराख्नु भएको छ यताउति। सो ल लेट्स गो। सो सबैको गाडी पोल्सर भइसकेको छ। सो लेट्स मुभ है त ल। सो ल त मजा आयो यहाँबाट। अब हामीले दार्जिलिङ छोडेर यसो मिटिङ हुँदै जहाँ घर जानुपर्ने हुन्छ। हामी आइपुग्यौँ घुम। अब यहाँदेखि चाहिँ हाम्रो टक्कै राइड लिनुपर्ने हुन्छ, जो कि हाम्रो बाइपास मिरिक। सो यहाँदेखि टक्कै सिमाना हो, यो घुम हो घुम। के भयो यहाँ फेरि? दार्जिलिङ घुम के आएर सर? ये तो हार्ले का है, तो हार्ले है ना, हार्ले जी स्टॉक है 1200 सीसी है ना सर। जाइए सर। बनाए मॉडिफाई तो नहीं सर, हार्ले 1200 सीसी है, साउंड है, इंजन का साउंड है पूरा। पब्लिक जो एरिया है ना जी इस एरिया में आप जिसे रह रहे हैं, यहाँ पर बुढ़ा हाट का वो तो पता है। लोग के सामने प्लस काम 16 मीटर फाका में कर सकते। ठीक है सर, ओके सर। बहुत हार्ड पेशेंट जी समझ गए, ओके थैंक यू सर। सो ल यहाँ हल्का अब हार्ले साउन्डले गर्दा अलिकति यहाँ आस्ते कुदाउनु पर्ने हुन्छ, किनभने अब यहाँ वरिपरि उयो छ त, बुढो बडाजीहरू बस्नुहुन्छ अरे, अलिक थर्किन्छ, हार्टको पेसेन्ट छ। ठिकै हो सरको भनेको कारण चाहिँ। सो सरले भनेको पनि ठिकै हो। ल अहिले हामी चाहिँ फिलहाल छु घुममा। सो अब यसो ओह्रालो भएर अब लाग्ने यसो मिरिक सिरिक घुमाउँदै हाम्रो राजकुमार भाइहरूलाई। सो ल त्यो गाइस अलिक अब अगाडि सिमाना हुँदै यहाँको भ्यूहरू हेर्दै तपाईँलाई लानेछु मिरिकतिर। सो यहाँबाट चाहिँ सुक्यो हाम्रो 5 किलोमिटर। लेप्चा घाट ला हो, पुलिस आयो यार, के भन्छ फेरि? आइया आयो हजुर 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 चिन्नु भएछ नि हजुर हाम्रै हो अरे जाउँ उनीहरू अब काठमाडौँबाट आएकोलाई थाहा छैन हजुर सो ब्लक चाहिँ जतिसक्दो हाम्रो भाइहरू हेरिसकेको रहेछ होइन पुई पुई उडाएर गएको रहेछ गाडी चाहिँ सो अलिकति यहाँ चाहिँ अलिक आस्ते आस्ते कुदाउनुपर्छ गाउँ बस्ती छ अघि पुलिस सरले भन्नुहुँदै थियो पुलिसहरूले पनि चिनिसकेको रहेछ क्या राजकुमार भाइ आएको छ भनेर यस्तो दार्जिलिङतिर यस्तो तर भन्नुहुँदै थियो केही छैन उनीहरू घुम्न आएको मान्छे हो थाहा हुँदैन भनेर चाहिँ अलिकति हामीलाई छोडिदियो क्या
सो त्यही हो। त यहाँको पुलिसहरूले अलिक बुझिदिनुहुन्छ क्या, यहाँको त्यही चाहिँ अलिक राम्रो लाग्छ। नत्र त अहिले फाइन हान्दिने कस्तो स्वाइँ स्वाइँ गएछ यस्तो बाटोबाट भन्दै थियो। अब बाइक हिउँदा अब फेरि बाइकको साउन्ड त्यस्तो छ क्या, हाम्रो हार्ले फेरि यो हाम्रो हायाबुसा फेरि सिक्सा त्यस्तै छ। अब 60को स्पिडमा अब ठुलो साउन्ड सुनिन्छ नि त। सो त्यसले गर्दाखेरि हामीले त्यहाँ रोकेर फेरि सोध्यौँ हाम्रै ग्रुपको हो भन्यो क्या। सो म त के हो भन्दा नि। सो लगाइस अहिले हामी आइपुग्यौँ यहाँ सुखिया। सो हाम्रो केटाहरू कस्तो बत्ताएर गयो क्या भयो, अगाडि अरूसम्म देखिँदैन त यार। किनकि मिरिकको बाद त फेरि उता नेपाली पुलिसहरू भेट्दैन भन्नु सकिँदैन क्या। सो ल त गाइस अहिले हामी आइपुग्यौँ सुखिया। सो हाम्रो केटाहरू चाहिँ एकदम ननस्टप गयो कि क्या हो यार, देख्दैन त। म त अब हातले अलिक बेसी स्पिड कुदाउनु हुँदैन क्या, यो गाडी ओभर हेभी वेट प्लस यसको टर्कनेस चाहिँ हरामी छ कि, त्यसले गर्दाखेरि चाहिँ अलिकति हिसाबले कुदाएको। सो ल त गाइस हाम्रो यहाँ आइपुग्यौँ सुखिया। सो यहाँबाट माने भजन सन्दकपुर 39 किलोमिटर, माने भजन 7 किलोमिटर, पलुट त थाहा छैन मलाई, रिम्बिक सुनेको हो। सो यहाँबाट चाहिँ हाम्रो लागि बाइकहरू अलाउ गर्दैन क्या सन्दकपुरको लागि चाहिँ, तर नेपालबाट गयो चाहिँ अलाउ गर्छ। तर बाटो चाहिँ एकदमै खराब छ यहाँको, फेरि बाटो यस्तो दामी छ आर्मीले बनाएको। तर के गर्नु यार, त्यो टुरिस्टहरूले बिगाऱ्यो। पहिला थियो हाम्रो बाइकहरू यहाँबाट अलाउ गर्थ्यो, तर त्यो टुरिस्टहरूले बेसी नै गति छाडा गरेर क्या त्यो गुराँसको फुलहरू टिपेर बाटो बाटो फ्यालिदिएर अनि फेरि के गरेर उयो गर्दैछ क्या। सो हाम्रो यहाँ चाहिँ पार्किङ रहेको छ बाइकहरू। सो अलिअलि अब हुन त खास यो एरिया चाहिँ बङ्गालीहरूले मजाले घुमिन्छ हो। सो यहाँको भ्यू देखाउँछ ल त। सो ल त अलिअलि यहाँ भ्यूको नजाराहरू इन्जोय गर्दै चाय पानी पिउँदै है। बाटो कस्तो लाग्यो यहाँ बिचको बाटो भाइले के देख्न पायो मेरो भिडियोमा हेर्नु नि त हो। त्यहाँ पुलिसवालाले क्या ओए रोक 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 अरे कि हामीलाई रोक्यो हो। त्यस राजको होइन ए ल ल जाउँ बिचरा त्यो घुम्नु मान्छे आएको थाहा छैन यतिकै चाहिँ हुनु पऱ्यो नि त। त्यो देखेर वाक्क ट्राफिकले कति रोक्छ भाइलाई भनेर ल जाउ जाउ भन्ने होला तर होइन दार्जिलिङको मान्छे तिमीलाई माया गर्छ नि भने त पुलिसले हेर्दैछ त्यो भिडियो। बाटोमा 2-3 जना पनि यसरी देखे क्या। कस्तो लाग्यो बाटो बहिनी बिचको मजा आयो। अब यहाँ चाय पानी पिने है टक्क यहाँ बसेर यस्तो भ्यूको नजारा हेर्दै उतापट्टि नेपाल। यो चाहिँ नेपाल हो कि आइम नट स्योर होइन, स्टिल कन्फ्युज। त्यो फुल लाइन आउँछ त नेटवर्क त। अनि नेपाल उयो त अनि यार घरमा फोन गर्दा हुन्छ यहाँबाट। हामी यहाँ सिमाना बसेको छौँ अलिअलि मिमी अनि यो वाइवाईहरू खाइरहेछौँ होइन। वाइवाई त नि यो म्यागी हो यो आलु मिमी हो। सो यहाँ टक्कै चिया चाहिँ मिठो लाग्यो, तर यस्तो कपमा खाएको चाहिँ मलाई डर लाग्छ क्या। चाहिँ अब हाम्रो नेपाल सिम क्या चलिरहेछ क्या है, फुल टावर है। अघि बहिनीको त घरबाट फोन पनि आएको छ, के हो त बोर्डर क्रस गरेर फोन पनि गर्दैनस् भनेर है बहिनीको क्या। त्यही त हाम्रो यहाँ राजकुमार भाइको फ्यान है, पशुपति ए सरी सिमानाबाट ए युट्युबमा हालिदिन्छ नि भाइले। सो ल विशेष घुम्दै लाग्नु पर्ने हुन्छ। हामी अब टक्कै अब पशुपति आइपुग्यौँ। यसको उता पार चाहिँ हाम्रो नेपाल र यता हाम्रो इन्डिया। हेर्नु क्या दामी मौसम यहाँ। हाम्रो यतापट्टि नेपाल बोर्डर, हाम्रो नेपाल चेकपोस्ट एसएसबीहरू, अनि यो चाहिँ हाम्रो यता सिधा अब मिरिकपट्टि। सो ल त्यही साल हामी यहाँ आइपुग्यौँ मिरिक होइन। मौसम चाहिँ एकदमै क्लियर भइरहेछ। सो हामीले यहाँ पार्किङ सार्किङ गरेर अनि यहाँ अब सधैँ आउने ठाउँ हाम्रो यो हो नि त, यो जिल्ला होटल भन्ने। सो हाम्रो भाइको बाइक त उयो हो कि के हो त्यो सिक्किममा ल्याएको ए ल दाइ हाम्रो भाइ पनि भेट्नु आएको रहेछ यहाँ चाहिँ। सो हाम्रो रमेशबाट त कहाँ पुग्यो पार्किङ यहाँ मजाको बनाइरहेको थिएँ मैले, यस्तो खाली जग्गा भनेको अरे कुन चाहिँ सो ल यो चाहिँ हाम्रो रुफटप हो, मजाको ठाउँ लाग्छ मलाई चाहिँ जहिले पनि यहीँ सजिलो लाग्छ। बाइक पनि यसरी पार्किङ गर्नु चाहिँ हो। हाम्रो मिरिक पनि पहलगाम भन्दा कम छैन।
नेपाली थाली आइरहेछ यहाँ मटन मगाएर गल्ती गरेँ क्या कस्तो कस्तो अरे मैले मटन मगाएर गल्ती गरेँ क्या लेग पिस देख्दा हामीले खानासाना खाइसकेको छौँ अब चाहिँ अलिकति भुँडी अगाएर निन्द्रा लागेको छ भयो मौसम आम्मामा कस्तो दामी मौसम भइरहेछ सो हाम्रो बाइकहरू त्यहाँ पार्किङ सो ल अब चाहिँ घर लाग्नुपर्छ ओभर घुमाइ भएको छ आज चाहिँ टक्कै गएर लुगासो फेरफार गरेर भाइलाई रुमसुम पुऱ्याइदिन्छु फेरि हामी वाइकेसी घरमा स्टे गर्दैछौँ सो यहाँबाट चाहिँ सिधा नन स्टप घर यताउति नरोकिकन सो ल है गाडीलाई सो ल त गाइस अब हामी निस्क्यौँ यहाँ मिरिकबाट सो सिधा अब लाग्नुपर्छ घरतिर है अब दार्जिलिङ ट्रिप यहीँ खत्म हुनेछ हाम्रो होइन दार्जिलिङ सिरिज सबै अब यहीँ खत्म आज हामी आएको यसो दार्जिलिङबाट घुम्दै मिरिक पशुपति घुम्दै भाइले घुमाउँदै र योबाट हामी हिँडिसकेको तर पनि एउटा भाइसँग आएर चाहिँ अलिक मजा आयो सो त्यही हो अब यहाँदेखि चाहिँ बेसी भिडियो मना गरौँ होइन सो हाम्रो साथीको पनि छुट्टी सक्नु आँट्यो हाम्रो कमान्डर सरको सो कमान्डर सरको चाहिँ सबैले आइडी सोधिराख्नु हुँदै थियो को उनीहरूले बेसी आइडीहरू युज गर्नु सक्दैन क्या सो त्यसले गर्दा सेपरेटली सो सिक्रेट हुनु छैन चाहिँ ल हाम्रो भाइ आइसक्यो यार किन त्यो ढिला आएको सो ल त है हाम्रो यहाँ अलिसा बहिनी राजकुमार भाइ विवेक ब्रो अनि हाम्रो यहाँ बुसा ब्रो सो ल त आजको भिडियोले यहाँ समाप्त गर्छु धेरै लामो गरेर तपाईँको किम्ती समय हामी वेस्ट गर्ने छैन सो यदि कुनै पार्ट मन परेन सो लाइक सेयर गरिदिनु होला सो ल आज हाम्रो दार्जिलिङ सिरिज यहाँ खत्म टाटा बाई बाई सी यू गुड बाई तुम जाओ काठमाडौँ सो के भाइ हाम्रो सिरिज सो ल त गाइस आजको भिडियो यति भन्दै यहाँ समाप्त गर्छु ल आज एउटा यहाँ समाप्त दार्जिलिङ सिरिज कस्तो थियो तर सोचे जस्तो भएन ला पानी पर्यो है त्यो त अलिक दसैँतिर बनाउनुपर्छ ल दार्जिलिङ सिरिज यहाँ खतम हाम्रो अब दार्जिलिङ सिरिज खतम अब के सुरु सिक्किम सिरिज लो भाइ ब्याङ्कक सिरिज लाने रे उता आम्बो ब्याङ्कक के भन्छ सो ल त गाइस सी इन द नेक्स्ट ब्लग